ल आज हामी एउटा निकै चासोको विषयमा कुरा गरौँ है त। गरौँ न। यो बरफ वा आइसक्रिम जस्ता चिसो कुरा खाँदा के साँच्चै घाँटीलाई असर गर्छ त? यो प्रश्न धेरैको मनमा हुन्छ। हामीसँग भएको जानकारी हेर्दा बरफ भनेको त पानी जमेको भयो, आइसक्रिममा दुध, चिनी, क्रिम सबै हुन्छ, दुवै चिसो। हो, एकदम चिसो। अनि त्यो चिसोपनले नै हो के अचानक चिसो पर्दा घाँटीको मांसपेशी अनि त्यो रक्तनलीहरूमा असर पर्छ। कसरी असर गर्छ? तापक्रम घट्ने बित्तिकै रक्तनलीहरू खुम्चिन्छन्, मतलब साँगुरिन्छन्। ए हो, त्यसलाई सङ्कुचन भन्छन्। अनि त्यसले गर्दा घाँटीमा अलि अप्ठ्यारो हुने, हल्का दुख्ने वा अलिअलि सुन्निएको जस्तो पनि हुन सक्छ। त्यसो भए आज हामी यही कुरामा अलि गहिरिएर हेर्दैछौँ होइन त? कसरी असर गर्छ, कारण के होला, लक्षण कस्तो देखिन्छ अनि केही राहतका उपाय या सावधानीहरू छन् कि? ठिक छ, सुरुमा तत्काल हुने असर र कारणकै कुरा गरौँ। अघि भने जस्तो चिसोले रक्तनली खुम्च्याउँदा त असहज भइहाल्यो। तर आइसक्रिममा त अर्को कुरा पनि छ, चिनी। ए चिनीले पनि? त्यो कसरी? हो, जानकारी अनुसार चिनीले घाँटीमा त्यो खकार मतलब म्युकस अलि बढी बनाउन सक्छ अरे। ए हो र? अनि त्यसले गर्दा खोकी लाग्ने वा घाँटी खसखस हुने समस्या बढ्न सक्छ। यो त मैले सोचेकै थिइनँ। अनि सरसफाइ नि? बाहिर किनेको बरफ आइसक्रिम कत्तिको सफा हुन्छ भन्ने कुरा पनि त होला। एकदमै, त्यो त महत्त्वपूर्ण कुरा भयो। यदि बनाउँदा सरसफाइ भएन भने त ब्याक्टेरिया वा भाइरस हुन सक्छन्, त्यसले सिधै संक्रमण गराउन सक्छ घाँटीमा। लौ बर्बाद। अनि अर्को कुरा, आइसक्रिममा हुने दुध, चिनी वा त्यो कृत्रिम स्वादहरूले कसैलाई एलर्जी पनि हुन सक्छ। ए एलर्जी पनि? हो, त्यस्तो बेला घाँटी चिलाउने, सुन्निने हुन्छ। त्यो चाहिँ चिसोले भन्दा पनि ती सामग्रीले गर्दा भएको हो। बुझ्यो। कहिलेकाहीँ खाँदा त ठिकै होला, तर बारम्बार खाइरहने बानीले टन्सिलाइटिसको जोखिम पनि बढ्छ भन्ने कुरा छ। त्यसो भए त यो चिसोले मात्रै होइन रहेछ, तापक्रम, चिनी, सरसफाइ, एलर्जी धेरै कुरा जोडिएको रहेछ नि त। हो, जटिल छ यो। तर के सबैलाई यसरी नै असर गर्छ त कि फरक हुन्छ? सामान्यतया त्यस्तो गम्भीर असर गर्दैन धेरैलाई, तर पटक पटक समस्या हुन्छ भने डाक्टरलाई देखाउनु नै राम्रो। कसैलाई चिसोबाटै एलर्जी हुन्छ नि त, उनीहरूलाई थोरैले पनि बढी असर गर्न सक्छ। ए को बढी जोखिममा हुन्छन् त? विशेष गरी जसको रोगसँग लड्ने क्षमता अलिक कमजोर छ उनीहरू। जस्तै बालबालिका भए, उनीहरूको घाँटी संवेदनशील हुन्छ, टन्सिलको समस्या पनि बढी देखिन्छ। अनि बिरामी, बुढापाका, दीर्घरोगीहरू। पहिलेदेखि नै घाँटीको समस्या जस्तै टन्सिलाइटिस, फेरिन्जाइटिस, साइनोसाइटिस भएकाहरूलाई पनि अलि बढी जोखिम हुन्छ। अनि लक्षण चाहिँ कस्तो देखिन्छ त खासमा? मुख्यत अब घाँटी दुख्ने, खसखस गर्ने, सुक्खा खोकी लाग्ने, कहिलेकाहीँ टन्सिल सुन्निएर निल्नै गाह्रो हुने पनि हुन्छ। ए अनि त्यो चिसो वातावरणले ब्याक्टेरिया वा भाइरसलाई झन् सक्रिय हुन मद्दत गर्न सक्ने सम्भावना पनि हुन्छ? यदि एलर्जीले गर्दा हो भने नि, एलर्जी हो भने त हाच्छिउ आउने, नाक चिलाउने, पानी बग्ने वा बन्द हुने, कहिलेकाहीँ कान डम्म हुने वा दुख्ने पनि हुन सक्छ। ल मानौ यस्तो अप्ठ्यारो भइहाल्यो रे, तत्कालै केही गर्न सकिन्छ घरमै? सकिन्छ। केही घरेलु उपाय छन् नि, जस्तो मनतातो पानी पिउने। त्यो त सबैले भन्छन्। अनि दिनमा 2-3 चोटि नुन पानीले कुल्ला गर्ने, अदुवा, तुलसी, मह हालेको हर्बल चिया पिउने। ए हर्बल चिया? हो, अनि त्यो 1 चम्चा महमा अलिकति मरिचको धुलो मिसाएर चाट्ने चलन पनि छ नि। छ, त्यसले आराम दिन्छ भन्छन्। हो, भिटामिन सी भएको खानेकुरा जस्तै कागती, सुन्तला, अमला खाने, अनि नियमित व्यायाम, सन्तुलित खानाले त इम्युनिटी नै बढ्छ। यी सबै उपाय हेर्दा त शरीरलाई न्यानो पार्ने र इम्युनिटी बढाउनेमै जोड देखियो है। हो नि। तर कहिले चाहिँ अलिक गम्भीर भएर डाक्टरलाई नै देखाउनु पर्छ। त्यो पनि थाहा पाउनुपर्छ। यदि घाँटी दुखेको 2-3 दिनभन्दा बढी भयो, धेरै ज्वरो आयो वा टन्सिलमा सेतो सेतो दाग जस्तो देखियो, निल्न वा सास फेर्न एकदम गाह्रो भयो वा खोकी लागिरह्यो, कफ जम्यो भने चाहिँ तुरुन्तै डाक्टर कहाँ जानुपर्छ। हुन्छ। अन्तमा केही सावधानीका कुराहरू नि केमा ध्यान दिने? सबैभन्दा महत्त्वपूर्ण त एकदमै धेरै चिसो एकैचोटि नखानु, थोरै खाने। अनि सकेसम्म सफा ठाउँमा बनेको स्वच्छ बरफ वा आइसक्रिम खाने। बाहिर किन्दा त झन् ध्यान दिनु पर्यो। हो त नि।
आफ्नो घाँटी अलि संवेदनशील छ जस्तो लाग्छ भने सुरुमा थोरै खाएर हेर्नुस् कस्तो हुन्छ। ट्रायल गर्ने। हो, अनि समस्या दोहोरियो वा गाह्रो भयो भने त डाक्टरसँग सल्लाह लिनु नै सबैभन्दा राम्रो। ल, त्यसो भए आजको यो हाम्रो छलफलबाट के बुझियो भने चिसो खानेकुराले घाँटीमा असर पार्न चाहिँ सक्ने रहेछ। सक्ने रहेछ। खास गरी जसको घाँटी संवेदनशील छ वा धेरै खायो वा फोहोर खायो भने। तर सामान्यतया त्यस्तो आत्तिनुपर्ने गम्भीर चाहिँ नहुने रहेछ। हो, तर यसका सम्भावित असर, कारण, राहतका उपायबारे थाहा पाइराख्नु राम्रो। एकदम। र खै यसले हामीलाई एउटा कुरा सोच्न पनि लगाउँछ। यो तत्काल राहत र सावधानी त छँदैछ, तर यसले हाम्रो समग्र खानपानको बानी र स्वास्थ्यको सम्बन्धबारे के देखाउँछ होला? के भन्न खोज्नु भएको? मतलब कतै हामी त्यो एकछिनको स्वाद वा सन्तुष्टिको लागि आफ्नो स्वास्थ्यमा हुन सक्ने असरहरूलाई व्यवस्था पो गरिरहेका छौं कि? यो सोच्नुपर्ने कुरा हो।